नेपाली पैसा कहाँ र कसरी छापिन्छ? पैसा कुनै पनि मुलुकको आर्थिक जीवन प्रणालीको मेरुदण्ड हो। नेपालको सन्दर्भमा भने नेपाली रुपैयाँ केवल कारोबारको माध्यम मात्र होइन, राष्ट्रको स्वाधीनता, पहिचान र राजनीतिक अर्थतन्त्रको सम्भागका रूपमा पनि उपस्थित छ। आज हामी बजारमा जुन नेपाली नोटहरू चलन चल्तीमा देख्छौँ ती कहाँ र कसरी छापिन्छ भन्ने बारे जनमानसमा चासो त छ, तर स्पष्ट जानकारी भने कम नै छ। तिनै कम जानकारी र तपाईको कौतूहलताको विषयलाई मेटाउने कोसिस गर्दैछौँ। नेपालमा पैसा छाप्ने प्रक्रिया अत्यन्तै संवेदनशील, गोप्य र सुरक्षा मापदण्डले भरिएको छ। यसको इतिहास, छपाई स्थान, प्रविधि, सुरक्षा उपाय र भविष्यको सम्भावनासम्मको सम्पूर्ण पाटोलाई समेटेर हामी आजको भिडियो प्रस्तुत गर्दैछौँ। नेपालमा पैसा प्रणालीको आरम्भ सिक्काबाट भएको हो। लिच्छवी कालमा तामा र चाँदीका मुद्राहरू प्रचलनमा थिए भने मल्लकालमा सिक्कालाई अझ व्यवस्थित ढङ्गले शासनसँग जोडियो। हरेक मल्ल राजा आफ्नो नाम अङ्कित सिक्का जारी गर्थे, जुन राज्य सत्ताको प्रतीक मानिन्थ्यो। पछि गोरखा राज्यको उदयसँगै पृथ्वीनारायण शाहले सिक्कालाई आफ्नो सत्ता विस्तारको हतियार बनाए। उनले देश एकीकरण साथै एउटै मुद्रा प्रणालीलाई संस्थागत गर्न थाले। त्यसबेला पनि चाँदीका सिक्काहरू नै मुख्य रूपमा चल्तीमा थिए। राणाकालमा भने भारतको मुद्रा प्रभावशाली बन्न थाल्यो। भारतीय रुपैयाँ नेपालमा सहज रूपमा प्रचलित हुन थाल्यो। भारतीय बैंकहरूको शाखा नेपालमा सञ्चालनमा आएकाले भारतमा छापिएको पैसा नेपालमा सिधै चलन चल्तीमा आउन थाल्यो। यसरी नेपालको मौद्रिक सम्प्रभुतामा विदेशी हस्तक्षेप देखिन थाल्यो। त्यो समयसम्म नेपालले आफ्नै नोट भने जारी गरेको थिएन। आधुनिक नेपाली मुद्रा प्रणालीको सुरुवात नेपाल राष्ट्र बैंकको स्थापना पश्चात भएको हो। सन् 1956मा स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकका रूपमा कार्यरत छ। यसको प्रमुख दायित्वहरूमा मौद्रिक नीति निर्माण, मुद्रा छपाई र विनिमय दरको व्यवस्थापन पर्ने गर्दछ। राष्ट्र बैंकको स्थापनापछि मात्र नेपालको आफ्नै नोट प्रणाली सुरु भयो। यसरी आधुनिक नेपाली नोटको पहिलो संस्करण 2016 सालतिर सार्वजनिक भयो, जसमा 1, 5, 10 र 100 रुपैयाँको नोट समावेश थियो। तर प्रारम्भिक अवस्थामा पनि ती नोटहरू भारतमा छापिएका थिए। नेपालले कहिल्यै पूर्ण रूपमा आफ्नै नोट छाप्ने उद्योग स्थापना गर्न सकेन। यसको प्रमुख कारण वित्तीय, प्राविधिक र सुरक्षा जनशक्तिको अभाव रहनु हो। नोट छपाई अत्यन्तै संवेदनशील कार्य हो, जसका लागि उच्च प्रविधि, गोप्यता र लगानी चाहिन्छ। नेपालले आफ्नो माग अनुसार सीमित मात्रामा नोट आवश्यक पर्ने भएकाले यसका लागि ठूलो प्रेस सञ्चालन गर्नु खर्चिलो र जोखिमयुक्त ठानियो। त्यसैले नेपाली नोट विदेशमा छाप्ने परम्परा निरन्तर जारी रह्यो। नेपालले नोट छपाई गर्न भारत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, चीन लगायत विभिन्न मुलुकका सरकारी तथा निजी संस्थाहरूसँग सम्झौता गरेको छ। यस्ता संस्थाहरू अत्याधिक सुरक्षित, अन्तर्राष्ट्रिय स्तरका नोट छाप्ने योग्य प्रेसहरू हुन्छन्। नोट छपाई प्रक्रिया प्रारम्भ डिजाइन निर्माणबाट सुरु हुन्छ। नोटमा कुन व्यक्तित्वको तस्बिर हुने, कुन जीवजन्तु वा स्थल चित्रण गरिने र कुन रङ, आकार, लेआउट प्रयोग गरिने भन्ने निर्णय नेपाल राष्ट्र बैंकको मुद्रा विभागले गर्छ। सो विभागले सरकारसँग समन्वय गरी कुन मूल्यको नोटमा कस्तो विषयवस्तु राख्ने भन्ने योजना तयार गर्छ। उदाहरणका लागि सगरमाथाको चित्र, बुद्धको अनुहार, राष्ट्रिय जनावर वा ऐतिहासिक स्थल जस्ता विषयवस्तुहरू नियमित नोटमा प्रयोग गरिएका छन्। डिजाइन तयार भएपछि त्यो विषयवस्तुलाई सुरक्षा प्रणालीका दृष्टिकोणले प्राविधिक रूप दिइन्छ। नोटमा वाटरमार्क, सेक्युरिटी थ्रेड, रङ परिवर्तन हुने मसी, सूक्ष्म लेखन, माइक्रोटेक्स्ट, युभी लाइटमा देखिने तत्त्वहरू र नेत्रहीन व्यक्तिका लागि विशेष चिन्ह राखिन्छ। यी सबै सुरक्षा उपायहरूले नोटलाई नक्कली बनाउन कठिन बनाउँछ। नोट छपाईमा प्रयोग हुने कागज साधारण होइन। यो विशेष किसिमको कागज हो जुन कपासबाट बनेको हुन्छ र जसमा सुरक्षात्मक विशेषताहरू मिसाइएको हुन्छ। यस्तो कागज नेपालमा उत्पादन हुँदैन। नेपालले यो कागज जर्मनी, फ्रान्स, स्विजरल्यान्ड वा बेलायतबाट आयात गर्ने गर्छ। अहिले प्रविधिको विकाससँगै कतिपय मुलुकले पोलिमर बेस्ड कागजहरू पनि प्रयोग गर्न थालेका छन्, जसको दीर्घायु धेरै हुन्छ र सुरक्षात्मक पक्ष पनि बलियो हुन्छ। नोटको छपाई क्रमशः विभिन्न चरणमा विभाजित हुन्छ। पहिलो चरणमा कागजमा पृष्ठभूमि, रङ र आकृति छापिन्छ। त्यसपछि मुख्य चित्र छापिन्छ, जुन प्राय उठेको छ, जसले गर्दा नोट छुँदा पनि उभिएको अनुभूति हुन्छ। त्यसपछि सिरियल नम्बर, सेक्युरिटी थ्रेड, वाटरमार्क, सूक्ष्म अक्षरहरू लगायतका बिन्दुहरू छापिन्छन्। अन्त्यमा सबै नोटहरूलाई परीक्षण गरिन्छ। यदि कुनै पनि त्रुटि वा सुरक्षा मापदण्ड पूरा नभएको पाइयो भने त्यस्ता नोटहरू नष्ट गरिन्छ। प्रत्येक नोटको अद्वितीय सिरियल नम्बर हुन्छ। सिरियल नम्बरको संयोजन खास ढाँचामा हुन्छ, जसबाट नक्कली नोट चिन्न सकिन्छ। साथै नोटमा राखिएका गुप्त चिन्ह र विभिन्न मसीका कारण स्क्यानर वा रङ फोटोकपियरबाट त्यसलाई नक्कली बनाउने सम्भावना न्यून हुन्छ।
नेपालले अहिले 1 रुपैयाँदेखि 1000 रुपैयाँसम्मका नोटहरू चलन चल्तीमा ल्याएको छ। प्रत्येक नोटमा पृथक विषयवस्तु र सुरक्षात्मक प्रविधिको प्रयोग गरिएको छ। 1, 2 र 5 रुपैयाँका नोटमा धार्मिक स्थल वा सामान्य जनजीवनसँग जोडिएका चित्रहरू राखिएका छन् भने 10, 20, 50, 100 रुपैयाँका नोटमा वन्यजन्तु र हिमाल जस्ता प्रतीकहरू छन्। उच्च मूल्यका नोटहरू 500 र 1000मा सगरमाथा आदिको चित्रहरू समावेश छन्। नेपालले अघिल्लो पुस्ताका नोटमा राजाको तस्बिर राख्ने गर्थ्यो, तर गणतन्त्रपछि ती सबै नोटहरूमा राजाको तस्बिर हटाइएको छ। अहिलेको नोटहरूमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको छाप र प्रतीकहरू समावेश गरिएका छन्। नेपाल सरकारले आफ्नै नोट प्रिन्टिङ प्रेस स्थापनाको दीर्घकालीन योजना पनि बनाएको छ। 2068 सालदेखि नेपाल राष्ट्र बैंकले मुद्रा छपाई र सिक्का टकसाल स्थापनाको सम्भाव्यता अध्ययन पनि गरेको थियो। भक्तपुर, हेटौडा, चितवन जस्ता स्थानहरूलाई उपयुक्त स्थलका रूपमा प्रस्ताव गरिएको थियो, तर अत्याधिक लागत, प्राविधिक पूर्वाधार र राजनीतिक अस्थिरताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन। नेपालमै नोट छाप्ने हो भने अत्यन्तै उच्च स्तरको सुरक्षात्मक भवन, प्रविधि, प्रशिक्षित जनशक्ति र कच्चा पदार्थ आवश्यक पर्छ। यस्ता विषयमा नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन। तर लामो समयको आर्थिक र राष्ट्रिय सुरक्षाको दृष्टिकोणले हेर्दा नेपालको आफ्नै नोट छाप्ने संरचना आवश्यक रहेकोमा कुनै शङ्का छैन। नेपालमा सिक्काहरू भने सीमित मात्रामा नेपालमै निर्माण गरिन्छ। राष्ट्र बैंकले केही धातुजन्य सिक्काहरू, विशेष गरी 1 र 2 र 5 का सिक्का चाहिँ नेपालमै निर्माण गराउने प्रयास गरेको छ। तर उच्च गुणस्तरको धातु, डिजाइन संयन्त्र र टक्साल प्रविधिको अभावले सिक्का पनि भारत वा चीनबाट आयात गरिनुपर्ने बाध्यता रहेको छ। यद्यपि नेपालमा स्मारक सिक्का र कलेक्सनका लागि विशेष सिक्काहरू भने केही मात्रामा निर्माण गरिन्छ। नेपालले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरेर विदेशमा पैसा छपाई गरिरहेको छ। छपाईको लागत, ढुवानी शुल्क, बीमा र सुरक्षा व्यवस्थापनलाई जोड्दा यो प्रक्रिया निकै खर्चिलो हुन्छ। तर यसरी खर्चिए पनि नोटको सुरक्षा र गुणस्तर कायम राख्नका लागि नेपाल बाध्य छ। विशेष गरी नक्कली नोटको जोखिम, प्रविधिमा नवीनता र अन्तर्राष्ट्रिय मान्यता कायम गर्न यस्तो रणनीति अपनाइएको हो। आजको डिजिटल युगमा भौतिक नोटको प्रयोग केही घट्दो क्रममा भए पनि नेपालमा अझै अधिकांश कारोबार नगदकै माध्यमबाट हुने गर्दछ। ग्रामीण क्षेत्र, अनौपचारिक अर्थतन्त्र र नगदमै आधारित बजारहरू भएकाले नोटको आवश्यकता अझै धेरै रहेको छ। त्यसैले नेपाली नोटलाई सुरक्षित, दिगो र आधुनिक बनाउने प्रयासहरू निरन्तर भइरहेका छन्। नोट छपाई नेपालको अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, मुद्रा व्यवस्थापन र साखसँग जोडिएको विषय हो। विदेशमा छापिएको भए पनि नेपाली नोट नेपालको स्वाधीन पहिचान हो। भविष्यमा नेपालले आफ्नै भूमिभित्र अत्याधुनिक नोट प्रेस स्थापना गरेर आर्थिक आत्मनिर्भरताको अर्को चरणमा प्रवेश गरून् भन्ने आशा सबै नेपालीको रहँदै आएको छ। दर्शकबिन, तपाईँलाई आजको विषयवस्तु कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। हामी यस्तै रोचक, रमाइलो र जानकारीमूलक भिडियोको साथमा फेरि उपस्थित हुने नै छौँ। आजको भिडियोबाट भने हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।